हेलो गुड मर्निङ एभ्रिवान। फाइनल्ली गाइज मेरो चाहिँ भिसा लाग्यो है त विदेश जाने होइन, घाँस काट्न जानेतिर है। मेरो मात्रै त्यस्तो हो कि तपाईँहरूको पनि त्यस्तो हो? हेलो के छ फ्यामिली, सब ठिकठाक होला नि? मेरो पनि ठिकठाकै छ है त। सो आज चाहिँ म जाँदैछु हात्तीको लागि घाँस काट्न। सरी, हात्तीको लागि त होइन, गाईको लागि पो त। मेरो यो राजकुमार कस्तो अनुहार कस्तो बिग्रेको होला, डेडी पनि अगाडि पो जाँदै हुनुहुँदो रहेछ त। यो जाडोको बेला घाम देख्दा पनि कस्तो तापुम लाग्ने क्या। अब घाँस नकाटी हुँदैन, के गर्नु, घाम ताप्न पाइएन। म चाहिँ हलिँदै अब लागे घाँस काट्नतिर। यो घाम लागेको बेला यसो हेरेको, तोरी फुलेको यस्तो दामी देखिँदो रहेछ। घामको किरण सँगसँगै यो तोरी फुलेको देख्दा मन आनन्द हुने क्या। गाउँले जीवन पनि यति रमाइलो हुन्छ कि कस्तो आनन्द मन हुन्छ। सहरमा बस्नुभन्दा गाउँमा बस्नुको मजै यति छुट्टै छ कि वाउ। सो म चाहिँ बिस्तारै गर्दै घाँस काट्ने ठाउँमा पुगेँ है त। अब डेडीले चाहिँ अघि आयो अरे, यति काटिसक्नु रहेछ। म चाहिँ भिडियो बनाउँदै ठिक्क भयो। ल म पनि आइपुगेँ। अब यति घाँस काटेर अब चाहिँ अब बारी लाउँछु। तपाईँहरू हेर्दै गर्नु होला है त साथीहरू। साथी एउटा कुरा त भन्नै पो बिर्सिरहेको रहेछु म त। यहाँ चाहिँ गरिदिनु होला है फलो, लाइक, कमेन्ट चाहिँ गरिदिनु होला है साथीहरू। अनि यो बिहान पख घाँस काट्ने मेरो मात्रै हो कि तपाईँहरूले पनि बिहान घाँस काट्नुहुन्छ त्यो पनि भनिदिनु पर्यो है त। म चाहिँ भारी लाउँदै गर्छु, तपाईँहरू चाहिँ भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। ल फाइनल्ली गाइस मैले चाहिँ भारी लगाइसकेँ। अब यस्तो भोक लागिरहेछ कि घाँस काट्दै म चाहिँ अब भोकले अतालिएर लागेँ खुइ भारी बोकेर। साथीहरू डेडीले त छोडेर अघि पो लाग्दिसक्नु भएको रहेछ। म त पर्खेर बसेको त अघि गोठमा पुगेर पो बसिराख्नु भएको रहेछ। म छक्क परिरहेको। म चाहिँ गलेर पाइला गन्दै गइरहेको छु कि अझै निकै छ गोठ पुग्न बाँकी, त्यही भएर पाइला गन्दै गइरहेको छु। ल साथीहरू फाइनल्ली म चाहिँ गोठ पुगेर भारी पछारेँ। अब चाहिँ म घर जान्छु, अहिले घाँस लगाइदिने बेला आएको छैन। अनि माम खान्छु। भोकले मुसा कुदिरहेछ पेटमा गुडुङ डुङ। ल साथीहरू म चाहिँ अब माम खान थालेको, तपाईँहरू पनि आउनु है खाने भने। आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ एन्ड बाई, सी यु अगेन नेक्स्ट भिडियो।